नमस्ते सबैलाई आदरणीय हाम्रो जति पनि हाम्रो फेसबुकमा हाम्रो फलोवर्सहरू हामीलाई माया गर्ने हामीलाई सपोर्ट गर्ने जति पनि हुनुहुन्छ उहाँहरूलाई धेरै धेरै धन्यवाद। उहाँहरूको कारणले गर्दाखेरि आज फेसबुकमा आज होइन हिजो फेसबुकमा मेरो पहिलो इन्कम भयो होइन। म तपाईँलाई एकछिनमा देखाउँछु कति भएको थियो, थोरै मात्रै हो। अब धेरै भएको भए धेरै गरिन्थ्यो होइन। यति थोरै पनि होइन कसैको घरमा धेरै हुनसक्छ होइन। त्यो कति आएको थियो भन्दाखेरि $106 नेपाली सायद 13-14 हजार कति हुन जाँदो रहेछ। त्यो मध्येको 80-90% चाहिँ मैले फेसबुकको पहिलो कमाइ हो। हजुरहरूको माया साथ सपोर्टले गर्दाखेरि नै आएको। यो पैसा चाहिँ यो पैसाले थोरै भयो भने जो चाहिँ अलिकति जसको घरमा अलिकति कमाउने मान्छे हुनु त हुनुहुन्छ तर एकदम गाह्रो छ। हामीले जसलाई सहयोग गर्दैछौँ उहाँहरूको चाहिँ श्रीमान अलिकति त्यस्तै हुनुहुन्न होइन। ऊ उतापट्टि यता देखाएको छ अब। उहाँको चाहिँ ड्राइभर हुनुहुन्थ्यो, किसमर गाडी दुर्घटना भएर उहाँको एकदमै दुःखद निधन भयो। उहाँको पनि इन्डियामा पैसा कमाउन जाँदाखेरि उहाँको पनि इन्डियामै अटोमेटिक आफै त्यो खासै अब इन्डियाको ठाउँमा के कसरी भयो आफ्नो आँखाले देखिएन, त्यस्तै भयो घटना होइन। अनि उता पनि हाम्रो सबै गाउँकै हुनुहुन्छ फेरि हाम्रो त्यति ठुलो सहयोग होइन। बाहिर चाहिँ अब गरौँला बिस्तारै, हजुरहरूको माया साथ सपोर्ट सधैँ भइरहेको भने अरू ठुल्ठुलो सहयोग पनि गरौँला। आजलाई चाहिँ हामीले जति पनि फेसबुकबाट आएको थियो त्यसको 80-90%ले चाहिँ थोरै मैले यता 4वटा बोरा चामल, 4वटा यो बोतल तेल ल्याएर आएको छु होइन। उहाँहरूको यो पैसा अब धेरै ठुलो त हुँदै होइन उहाँहरूले किन्न नसक्ने पनि होइन। किन भन्दा यो किन्ने पैसाले उहाँहरूले 2-4 महिना भयो भने आफ्नो बालबच्चाहरूको लागि कापी कलम किन्ने मात्र पैसा बच्यो भने पनि धेरै ठुलो कुरा हो भन्ने सोचाइ राख्दै हजुरहरूको मायाले गर्दाखेरि आज यति भयो भने सहयोग गर्न पाउँदा एकदमै धेरै खुसी छु। हाम्रै गाउँकै हुनुहुन्छ, अरूको त अब सबै ठिकठाकै हुन्छ, उहाँहरूको चाहिँ अलिकति त्यस्तै अवस्था भएको हेरेर चाहिँ 4 जना हुनुहुन्थ्यो होइन। मैले 4वटा बोरा ल्याएको थिएँ, एकजना चाहिँ बिराम भएर आज आउन पाउनु भएन। भोलि पर्सि कहिले हुन्छ उतै गएर हुन्छ कि जसरी भए पनि म उहाँको यो राखिदिनेछु। त्यही हो, हजुरको एकदम धेरै धेरै धन्यवाद। यो सहयोग मैले मात्र होइन, जति पनि हाम्रो भिडियो फेसबुकमा हेरिदिनुहुन्छ उहाँहरू सबै अनि मैले मिलेर हो होइन। हजुरहरूको पनि हजुरहरूले नै सहयोग गरेको जस्तो फिल भइरहेछ। किन भन्दा हामीले भिडियो बनायौँ, हजुरहरूले हेरिदिनु भयो, माया गरिदिनु भयो, त्यसको फलस्वरूप आज थोरै सहयोग गर्ने अवसर पाएँ। त्यसको लागि एकदम धेरै धेरै खुसी छु। आगामी दिनहरूलाई पनि हामीलाई सधैँ सपोर्ट गरिदिनु होला, त्यही भन्न चाहन्छु। ल हस्।